साथीहरु नमस्कार। धेरै पछि मेरो ब्लगमा स्वागत छ तपाईहरुलाई। आज चाहिँ हिलेबाट हाम्रो यात्रा सुरु भएको छ। तिनजुरे यो तेह्रथुम यो चाहिँ हाम्रो के रे बसन्तपुर दरबार हेर्ने हाम्रो प्लानिङ छ र उता त्यहाँबाट चाहिँ हामी पाँचतर लाग्छौँ। पाँचतरबाट चाहिँ हामी चट्टसँगले फिटिममा बसेर अनि भोलिपल्ट चाहिँ हामी साधुटार कबड्डीको पोखरी देखाउन गइरहेछौँ, एक्सप्लोर गर्न गइरहेछौँ। मसँग चाहिँ मेरो भाइ पनि यहाँ राइडर छ। आज चाहिँ मेरो भाइले राइड गर्दैछ। अब राइड गर्दै आएको छ है, आरामले पछाडि गएर पछाडि अरू हाम्रो छोराहरू आउँदैछन् होइन, आउँदैछ तर हामी चाहिँ अगाडि अगाडि छौँ होइन। हेर्दा चाहिँ रोटी जस्तै हुन्छ तर इन्जिनियर हो है। आइसक्यो साथीहरू। ल अहिले चाहिँ हामी के बजार गयो भाइ? सिधुवा बजार आइपुगिसकेको छौँ। कोबी जोरबाटी सिधुवा बजार धनकुटा तेह्रथुमै लागेर सिधुवा कौली बजार हरन बजाउँदा एकपल्ट तिम्रो। अब चाहिँ हामी बसन्तपुरको बाटो लाग्दैछौँ। भाइलाई कस्तो लागिरहेको छ यो सिधुवा बजार? एकदम रमाइलो पहाडी भेकको यो ठुलो बजार रहेछ भन्ने हामीलाई लागिरहेको छ। अब चाहिँ हामी बसन्तपुरको डाँडातिर लाग्दैछौँ। यो मनोरम दृश्य देखिरहेको चाहिँ बसन्तपुर डाँडा हो। हुस्से लगाएर यहाँनिर देख्न सक्नुहुन्छ। लगभग समुद्र सतहदेखि 2900 मिटर हाइटमा छ यो। अहिले चाहिँ हामी चित्रे भन्ने ठाउँमा आइपुगेको छौँ। यो मौसम देख्न सक्नुहुन्छ। यहाँ पोखरी पनि रहेछ, रमणीय पोखरी। यो चित्रे भन्ने ठाउँ हो। एकदम रमणीय बजार, एउटा सानो बजार। हेर्न सक्नुहुन्छ कस्तो अब कुहिरो लागिरहेछ, पानी पर्ला जस्तो भयो देखिरहेछ। कुहिरोले घेरिएको एउटा सानो बजार, पहाडी बजार, एकदम रमणीय। अहिले मुलाको व्यापार पनि हुँदैछ यहाँ। व्यापार भन्दा पनि के भन्छ धुनु हुँदै रहेछ, मुला निकाल्ने सिजन रहेछ यहाँ। हेर्न सक्नुहुन्छ पुरै कुहिरोले ढाकिरहेछ यो बजारलाई। एकदम रमणीय बजार रहेछ। यो तेह्रथुम पर्छ कि धनकुटा पर्छ त्यो चाहिँ थाहा भएन। यो टुडीखेल पनि रहेछ यार यहाँ। देख्न सक्नुहुन्छ पूर्वको पहाडी बजार तेह्रथुम नै पर्दो रहेछ यो चित्रे भन्ने ठाउँ। यहाँ यो अब हामीले पास गर्दैछौँ। योबाट हामी अगाडि बढ्दैछौँ। अब हेरौँ बसन्तपुर कति लाग्छ। मेरो पनि फर्स्ट टाइम हो, हामी सबैको फर्स्ट टाइम हो अहिले। है त साथीहरू, हेर्दै जानु होला। यस्तै मनोरम दृश्यहरू तपाईँलाई देखाउँदै जानेछु। फेरि हामीले एउटा सानो बजार भेटेछौँ, स्वागत गरिरहेछ। यो के नगरपालिका अरे यतातिर घरहरू देख्न सक्नुहुन्छ। नगरपालिका चाहिँ भएन होइन, र इलाका प्रहरी कार्यालय माथि रहेछ। तलबाट जानेछौँ हामी। लालीगुराँस नगरपालिका 2 बसन्तपुर पहाडी बजार क्षेत्र। एकदम रमणीय दृश्यहरू बवाले रहेछ नि त। फेरि त्यहाँ गएर चोकमा रोकायो होला केटाहरूले। गयो यहाँ चोकमा लालीगुराँसको एकदमै राम्रो शालिक भाइ बहिनीहरू नाचगान गरिरहेछन्। यहाँ बाइकर्सहरू आउँदैछ। यहाँनिर बाटो छ अलिक छेउमा लैजाउँ, यताबाट लैजाउँ। माथिबाट खातबारी यही रहेछ बसन्तपुर भनेको चाहिँ यही रहेछ होइन। बसन्तपुर यो अब कहाँ छ अब दरबार चाहिँ देखाउनु पाइएन होइन। अब हामी तेह्रथुमतिर लाग्दैछौँ। माथि गयो भने चाहिँ यस्तो माथि गएको भए चाहिँ खातबारी गइन्थ्यो। खातबारी चाहिँ लसुन प्याज हो झम्के कुलेली, सबै र बाख्रा उकाली लागे
गोरले बाख्रो खोइ बना हो झ्याम्के गुलेली गोरले बाख्रो खोइ बना हो झ्याम्के गुलेली अरू आउँदा जेसुकै भन अरू आउँदा जेसुकै भन आउँदा चाहिँ कोही बना हो झ्याम्के गुलेली आउँदा चाहिँ कोही बना हो झ्याम्के गुलेली बाई बाई गर्दैछ यस चाहिँ देखाउनु चाहिँ सकिएन बाई बाई गरिरहेको थिएँ कस्तो मजाले कस्तो म चाहिँ आफू सेल्फी गरिरहेको थिएँ कि त्यति बेला हामी चाहिँ अहिले रातोपाटी बजार आएको छौँ सानो बजार यो पनि तर निकै रमणीय बजार माथि चाहिँ गुराँसको फुल जस्तो रातोपाटी बजार है रातोपाटी बजार सानो बजार एकदमै रमणीय बजार दसुने बजार यो पनि पहाडी एउटा सानो बजार यहाँ पनि हाम्रो पार्टीहरू फोटो खिच्ने क्रममा हुनुहुन्छ होला लसुनको एउटा मूर्ति चोक छ लसुने चोक यहाँ हाम्रो पार्टीहरू दिँदैछ क्यामेराम्यान मोडल लसुन बजार क्षेत्र प्रवेश गर्दैछु एकदमै पुरानो बजार राम्रो बजार डिभिजन कार्यालय तेह्रथुम यो चाहिँ तेह्रथुमको सदरमुकाम हामी सदरमुकामको बाटो आइपुगिसक्यो उहाँलाई तिहारले छोडेको रहेनछ त्यो बाजेलाई मा दुर्गाको फ्ल्याग लागिरहेछ गेट देख्न सक्नुहुन्छ म्याग्लुङ बजार लेट विष्णुमाया लिम्बूको नाम रहेछ खोइ फेरि क्रस गर्यो ए यहाँ हाम्रो साथीहरू हुनुपर्छ बिरालोको यो उयो रहेछ कसले भन्यो बिरालो अघि बिरालो भनेको होइन ट्याक्कै बिरालै रहेछ त नि यसपछि स्याल आउँछ हो कसले भन्यो ल अब हामी चाहिँ म्याग्लुङ बजारबाट फिटिमतर्फ लागिरहेछौँ हाम्रो गन्तव्य आजको चाहिँ फिटिम हुनेछ अनि यहाँ ऋषभ भाइ मेरो आजको ड्राइभर सबै हो मलाई धेरै कष्ट गरेर मलाई बोकिराख्नु भएको छ ल है त साथी हो म म्याग्लुङ बजार देखिहाल्नुभयो अब अगाडि हेर्दै जाउँ के हुन्छ है त अहिले चाहिँ अलिबेला बजार आइरहेको छु अलिबेला म्याग्लुङ नगरपालिका नै पर्दो रहेछ यो सानो बजार यो पनि सानो बजार घुम्ती एकदम नागबेली बाटो रहेछ आउँदाखेरि ख्याल गर्नु होला बिस्तारै स्लो ड्राइभ गर्नु होला हामी जस्तै एकदम नागबेली बाटो आउँदैछ अब चाहिँ हाम्रो भाइलाई गाह्रो परिरहेको छ अलिकति मलाई सम्हाल्नु पनि यस्तो नागबेली छ युटर्न पुरै मलाई पनि अलिकति सम्हाली ब्लक गर्नुपर्ने अवस्था देखिएको छ मेरो भाइ हाँस्दैछ अगाडि हेर्नुपर्छ बोल्दाखेरि केही पनि फरक पर्दैन अलिक साह्रो बोल्नु लागौँ बाटैतिर बाटो अब हेरौँ कहाँ पुगिन्छ होइन अब त त्यो खोला पुगिन्छ नि दाइ खोला तर्नेवालासम्म हामी डाँडै अब माथिल्लो डाँडा आउन आँट्यो अर्को डाँडा हामी निस्किँदैछौँ साथीहरू चाहिँ हामीलाई छोडेर गइसके हेर्नु सक्नुहुन्छ यस्तो नागबेली बाटो छ ख्याल पुऱ्याएर आउनु होला म्यापमा हेरेको बाटो यही हो होइन त टुइङ होइन त छिनछिनमा युटर्न अलिअलि कच्ची रोड पनि छ हामी टक्कै अब खुरुङ्गा खोला काट्नेवाला छौँ अलिकति कच्ची रहेछ यहाँनिर चाहिँ खुरुङ्गा खोला काटेपछि चाहिँ हामी अर्को डाँडातिर आउनेछौँ माथि देख्न सक्नुहुन्छ डाँडा खुरुङ्गा खोलाको छेउमा चाहिँ यस्तो बाटो रहेछ अलिक विचार पुऱ्याएर आउनु होला
यहाँ खोला, यहाँ पार्टनरहरू चाहिँ बसेर फोटो खिच्दै हुनुहुन्छ। एकदम सफा खोला, चञ्चल खोला। आउनु होला बिस्तारै। अब अफरोड छ होला, थाहा छैन कस्तो छ। यहाँ झोलुङ्गे पुल पनि छ, बाटो यस्तो छ। हुनसक्छ पिच पनि आउनुसक्छ, यो अलिकति बिगारेको हुनसक्छ। एकछिन होला, हामी तर भन्न सकिँदैन। चाहन्छौँ कि यो बाटो चाहिँ कम्ती मात्र होस्, अगाडि रोड होस्। रोड आएको तर यतापट्टि नआउनु पनि सक्छ होइन। यस्तो बाटो छ, एकदम कठिन यात्रा छ हाम्रो। यहाँ दुईवटा बाटो आयो, हामी माथिल्लो बाटो जाँदैछौँ। यहाँ दुईवटा बाटो छ, तल्लो बाटो नभई हामी माथिल्लो बाटो पक्रेर जाँदैछौँ। अब सायद उकालो हुनसक्छ। कटिसक्नु पर्दैछ हामीलाई। ऋषभ भाइ एकदम राम्रो ड्राइभर, राम्रो कुदिने। यहाँ तलतिर साथीहरू पनि आउँदैछ, साथीहरू चाहिँ अगाडि जान्छ अहिले। उहाँहरूको बाइक खतरा छ, बाइकको चाहिँ हामी रिभ्यू गर्नेछौँ अलिक पछि। यहाँ गाडी आउँदैछ, गाडी पास हुनु गाह्रो छ। धन्यवाद। बाटो निकै कठिन छ, कठिन छ बाटो। पार्दैछ उहाँ तलबाट। अँध्यारो नहुइन्जेलसम्म हाम्रो हामीले यस्तो बाटो काट्छौँ भन्ने हामीलाई चासो लागिरहेको छ। एकदम कठिन रहेछ यो बाटो, अलिकति अझै छ जस्तो छ। है त साथीहरू, अब अहिले एकछिन देखाउँला, अहिले पक्रेर बस्नुपर्ने भयो। शेर्मा भन्ने स्थानबाट चाहिँ पिच रहेछ होइन, त्यहाँदेखि चाहिँ हामी पिचमा हिँड्दैछौँ। अब चाहिँ निकै लामै बाटो रहेछ अफरोड चाहिँ, तर त्यति चिप्लो खालको अफरोड चाहिँ होइन। जस अलिअलि अफरोड हो, ट्राभल गरेको छ, सुविधै छ यतिको भनौँ न होइन त। अब यो शेर्मा भन्ने ठाउँ चाहिँ यही हो, शेर्मा बजार। अब अँध्यारो पनि हुँदै गयो। यहाँ भाइहरू बसिरहेको रहेछ चौतारीमा, शेर्मा भन्ने स्थानमा। अब चाहिँ हामी फेदाम गाउँपालिका आयौँ। यहाँ देख्न सक्नुहुन्छ सानो बजार, सानो त होइन ठुलै रहेछ। यहाँ यतातिर चाहिँ ज्वरो हुने रहेछ है भाइ, के अरे पर्सि। यो फेदाम गाउँपालिका हो, गाउँपालिका भवन हामी काटेर आइसकेको छौँ। बजार क्षेत्र काटिसकेको छ। फेदाम गाउँपालिकाको भवन चाहिँ काटेर हामी चाहिँ यो उसमा आइसकेको छौँ। यहाँ कुकुरले एट्याक गर्नु खोजिरहेको छ अब कुकुरलाई। पोक्लावाङ बजार यता रहेछ। हामी चाहिँ सडक जाँदैछौँ। यहाँ साथीहरूले हामीलाई पर्खिँदैछ, हामी जाँदैछौँ। थपथप गरिरहेको छ। झिलिमिली कता? झिलिमिली पनि रहेछ। सीमा प्रारम्भ भइसकेको छ तेह्रथुम र पाँचथरको, र बाटो चाहिँ यस्तो छ। र बाइक पनि यस्तो छ कि कान्नु पर्ने। हामीलाई स्कुटिङ गर्दैछ, खालि थम्स अप। बाटो यस्तो छ। हाम्रो यात्रा एकदम कठिन भइरहेछ। रात परिसक्यो तर गन्तव्य कहाँ हो थाहा छैन होइन। गन्तव्य भन्दा पनि यो बाटो यस्तो भयो होइन, लाइट पनि छैन बाइकको, अलिक कठिनै छ। तर हामी कठिन मानिरहेको छैनौँ। हाम्रो ऋषभ भाइ हार मानेको छैन। मोबाइलको लाइट बालेर पनि हामी हिँड्दैछौँ। दुई ठाउँ चाहिँ यस्तो जग्गा रहेछ। अब यो अघि एउटा खोलाको छेउमा एउटा अफरोड भयो, यो अर्को अफरोड। अलिक पछाडि उयो छ अरे, पिच चाहिँ छ अरे। हेरौँ, हेर्दै जाउँ अब कहाँसम्म छ यो है त। पछाडि अर्को बाइकले लाइट दिँदैछ, त्यही अनुसार हामी हिँडिरहेछौँ। खोला के आयो।
अब एकछिन अफरोड होला अनि त्यस पछाडि हामी अब उकालो लाग्नेछौँ। अहिले साँझको 6:30 भएको छ। स्केटिङ गर्ने बाइक पिच यहाँ नजिकै रहेछ, पिच भेटियो। धेरै स्ट्रगल गर्नु। हाम्रो साथीहरू आउँदैछ पछाडि, हामीले स्केटिङ गर्दैछ। जोरसाल 40 किलोमिटर। अब हामी 6:48 यहाँ आइपुग्यौँ। पार्टीहरू के गर्दैछ? नेपालभरि फोटो यहाँ नेपालभरि फोटो छ कसको? लु जाउँ अगाडि बढ। के बजार? सङ्क्रान्ति बजार आइपुग्यो। सङ्क्रान्ति बजार 7 बजी चाहिँ हामी सङ्क्रान्ति बजार आइपुग्यौँ। यो पहाडी क्षेत्रको सानो बजार। यो चाहिँ कस्तो रहेछ भने यहाँ पनि अलिक चिसो रहेछ। टपमा आइपुग्यो जस्तो छ होइन? हाइटमै छ, चिसो लागिरहेछ। अब यहाँबाट फेरि तल झर्ने होला हामी बेसीतिर। यो टपमा आइपुग्यौँ हामी। यसलाई चाहिँ हाम्रो सङ्क्रान्ति बजार भन्दो रहेछ। सङ्क्रान्ति बजार एरिया। हामी टक्कै 7 बजी आइपुगेको छौँ है सङ्क्रान्ति बजार। लाइट चाहिँ यस्तै छ, बाइकको लाइट चाहिँ। यो बजार क्षेत्र दिनमा भए अलिक राम्रो देखिन्थ्यो होला, तर जस तिहारले गर्दा अलिक लाइटिङको व्यवस्था भएर अलिअलि केही घरहरू देखिँदैछ। यतिले नै होला। बजार राम्रो बजार, चिसो ठाउँको बजार, सुन्दर बजार होइन त भाइ? सुन्दर बजार, सङ्क्रान्ति बजार। ल ठुलै रहेछ त है। भगवानको मूर्ति रहेछ यहाँ बिचमा। र हाम्रो टोलीहरू यहाँ आइपुगिसकेको छ। सिधै हो। कुन मूर्ति हो? फिदिमे एक पर्दो रहेछ यो। मेन रोड 5 तर गणेश मान सिंह सामुदायिक हस्पिटल। ल सङ्क्रान्ति बजार है त साथीहरू। अब हाम्रो गन्तव्य टुङ्गिएको छैन, अझै अगाडि जान्छौँ। जाउँ। ल यो परको चाहिँ फिदिम बजार देख्दै हुनुहुन्छ होइन? अब हामी फिदिम बजारको नजिक छौँ। नजिक आइपुगेको छौँ। अब यहाँ ओह्रालो बाटो झरिरहेको छु। लाइट यस्तो छ, मधुरो एकदम बिस्तारो झरिरहेको छु। लगभग 8 बज्न आँट्यो। अब यो खोला झरेर फेरि अलिकति उकालो चढेपछि हामी गन्तव्यतिर आइपुग्छौँ है त साथीहरू। हेर्दै जानु होला हामी कति कष्टकर यात्रामा छौँ। सबैले एकदम धैर्यतापूर्वक चलाइराख्नु भएको छ। के को गेट आयो यहाँ? अट्राई गाउँपालिका तेह्रथुम भ्रमण गर्नुभएकोमा धन्यवाद रे। यहाँदेखि चाहिँ सकेछ है। अब तेह्रथुम यहाँदेखि चाहिँ हाम्रो के लाग्यो भन्दाखेरि 5 तर लाग्यो है त। अब यहाँ पुऱ्याउँछ जस्तो छ अगाडि। बिजोक भयो, बिजोक भन्दा पनि अलिक एडभेन्चरस नै भयो। लाइटले पनि साथै नभए इन्डिकेटर पाल्दै आएको छौँ हामी। यो अब माझीटार आइपुग्यो। माझीटार बोर्डै गयो। यहाँ खोला छ। कुन खोला? यो हार्दिक धन्यवाद। यो चाहिँ हाम्रो सम्भवतः ठुलो खोला छ जस्तो छ। यहाँ नदी नै होला सायद। काबेली होला। तमरो तमरै हुनुपर्छ। तमरै होला। यही घुमेर जान्छ नि त। यो तमर खोला कटेपछि चाहिँ हाम्रो वेलकम टु फिदिम टाउन। फेदन नगरपालिका फेरि मिन्ट्री भयो। 5 तर जिल्लामा यहाँहरूलाई स्वागत छ। जिल्ला समन्वय समिति। ल अब चाहिँ हामी फेरि 5 तर लाग्यो है त साथीहरू। सानो बजार आएको छ यो 73 किलोमिटर।
ओ डमरू डमरू चौक आयो डमरू चौक ओ फोटो नखिच्ने ए जोरसाल बजार आइपुग्यो होइन अट्राई धरान देउराली युवा क्लब ए जोरसालमा आएछ जोरसाल आयो अब जोरसालपछि हामी फिल्म जाँदैछौँ एउटा तल्लो बाटो हो कि माथिल्लो बाटो हो यहाँ हेरौँ न तलको बजार फिल्म बसबाग जाने बाटो तल्लो हेर त फिल्म बसबाग जाने यो बाटो त म्याप 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 अनुसारले ल सुन्दर नगरी फिल्म आइपुग्यो ओहो यस्तो बनाएछ र अहिले त फिल्म बजार लाइटै लाइट लाइटै लाइट ल फिल्म बजार कहाँ पुग्यो दुईटा उडेर सारा रहेछ नि त यार यो यहाँ पर पुगेर कुइकै माथि घुम्छ है फेरि बाटो फिटिङ बस्छ के अरे फिटिङ बस्छ के अरे फिटिङ के त बसेको नि ए होइन होइन सिधै जाऊ कता गयो दुइटा ए यता 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 चाहिँ कता हो कहाँ जान्छ यता चाहिँ यता कता जानवर पर्छ पुगेर होइन हामी एक मिनट ल ल ल ल ल फिटिङ बजार देखाइदिउँ तुलसी बजार चाहिँ जागिरहेको उयो यिनी हो क्या खास चाहिँ माथि जान्छ क्या त्यो देउसी डान्स चलिरहेछ जाऊ 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 यहाँदेखि चाहिँ उता जान्छ क्या राइट राइट ए के चोक जाउँ जाउँ अब घुमौँ यति नै यता माथि हो कि यहाँ रङ्गशाला छ क्या माथि भोलि चाहिँ हामी उताबाट जान्छौँ डान्स रहेछ यहाँ माथि बसेको भने हुन्थ्यो नि कहाँ यता बसेको रङ्गशाला छुट्टियो कि त्यहाँ माथि उहाँ जाउँ न उहाँ माथि त्यहाँ पनि डान्स चलिरहेछ उहाँ जाने माथि फेरि रिटर्न यहाँ उयो छैन होला फेरि रिटर्न जाउँ जाउँ आगे आगे जाउँ यता यता यही हो पूर्व जाने अब पूर्व जाने भन्नाले तल चारालीतिर जाने बाटो मेन गेट खोइ के हो यसको नाम अमेरिकन के पो भन्छ अमेरिकन बुलडग कत्रो डग हो एकदम मुनि अलिक अगाडि छ यहाँ एउटा होटल थियो पहिला हामी बसेको यहाँ रोक त यहाँ बन्द गरेछ होटलै नपाइहाल्छ जस्तो छ त अलिक अगाडि छ अलिक यहाँ पनि थियो छैन के होटलै छैन क्या ल फिटिङ बजार चाहिँ यस्तै छ होइन अब होटल हेर्नु पऱ्यो यार